के प्रहरीहरू एकदम मजाले कमाइरहेको थिए। तपाईले रातु खोला उत्खनन हुँदा म कर्णाली प्रदेशको मान्छे, कर्णाली प्रदेशको मान्छेले पनि बिहोर्नुपर्छ। अहिले पनि प्रहरी कार्यालयमा पैसा नभइकन काम हुँदैन भन्यो भने के भन्नुहुन्छ? होइन, म यो कुरालाई नकार्दिनँ। 18 अथवा 25 जना मान्छेमा एउटा सीसीटीभी पर्छ। आउनुहोस् आजको अन्तर्वार्ता सुरु गरौँ। प्रकाश मनजी, राज्य त मै हो नि। हो, सबै मध्य प्रदेशका जिल्लाहरूमध्ये नदी उत्खननको कुराहरू एकदमै कसेर आउँछन्। केही फिलोसफी के छ कि कुनै तपाईहरु पनि त भूतपूर्व डाका चोरहरूलाई पनि त प्रयोग गर्नुहुन्छ नि, उसैलाई जिम्मेवारी दियो भने। अब केहीको भनाइ यहाँ छ कि अब के प्रहरीहरू एकदम मजाले कमाइरहेको थिए, तपाईले त्यहाँ टास्कै फोर्स प्रहरीको गरिदिनु भयो। अनि यसबारेमा के भन्नुहोस् त? किन टास्क फोर्स गठन गर्ने कुरा आयो त त्यसमा? हो, एकदम यो पनि कस्तो भने प्रहरीको प्राइम जिम्मेवारी हो कि होइन नदीजन्य उत्खनन पदार्थको सुरक्षा जगेर्ना गर्ने काम, किनभने स्थानीय तहलाई दिइसकेको छ भन्ने एउटा चाहिँ सोच थियो। अर्को सोच के हो भने हामीलाई अब हामीले जुन रूपमा चाहिँ हामी इन्टरभेन गर्छौँ त्यहाँ मेरो आफ्नो के हो भने सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु त प्रहरीको नियममै तोकेको कुरा हो नि त, होइन? नियममै तोकेको कुरा हो। त्यस कारण त्यो त सार्वजनिक सम्पत्ति हो। त्यो सार्वजनिक सम्पत्तिलाई यदि मापदण्ड विपरीत गैरकानुनी रूपमा यदि कसैले उत्खनन गर्छ, सङ्कलन गर्छ, बेचबिखन गर्छ, ओसार पर्सा गर्छ भने रोक्नुपर्छ। त्यहाँ कसैको चाहिँ चाहिँदैन भन्ने चाहिँ मेरो आफ्नो चाहिँ सोच हो। यही क्रममा अब जस्तो यसलाई चाहिँ अलिकति हामी अलिकति विरोधमा सोच्ने हो भने रातु खोला उत्खनन हुँदा म कर्णाली प्रदेशको मान्छे, कर्णाली प्रदेशको मान्छेले पनि बिहोर्नुपर्छ। त्यसकारण त्यो सम्पत्ति, त्यसकारण राष्ट्रिय सम्पत्ति भन्यो नि त। रातु खोलामा अतिक्रमण हुँदा अथवा राम्रो हुँदा दुवै चिजमा राम्रोमा अथवा नराम्रोमा म जहाँको मान्छे भयो भने मैले चाहिँ त्यो बिहोर्नुपर्छ, होइन? त्यो हिसाबले पनि हामी केही जिम्मेवार बन्नु पर्यो, होइन? भनेपछि अब हिजो कसरी चलाएको थियो त्योमा पनि फेरि मैले कमेन्ट गरेन, होइन? किन म हिजो थिएन, तपाईँहरू हुनुहुन्थ्यो, होइन? तपाईँहरूको त्यो जिम्मा पनि थियो, होइन? नागरिकको हिसाबले पनि जिम्मेवारको हिसाबले पनि दुईटै कारणले। र अब अहिले चाहिँ के भयो भने नदीजन्य पदार्थको उत्खनन, ओसार पसार, बेचबिखन सम्बन्धी मापदण्ड 2077 बनेको छ। त्यो 77 अनुसार काम गर्दाखेरि हामीले सपोर्ट गर्छौँ, त्यसलाई चाहिँ हामी सहयोग गर्छौँ। तर त्यो मापदण्डलाई पुराका पुरा पालना गर्नु पर्यो त्यहाँ उत्खनन गर्ने मान्छेले। स्थानीय तहले चाहिँ ठेक्का लाउन सक्छ, बोलपत्र आह्वान गर्न सक्छ, स्वीकृत गर्न सक्छ, ठेकदारले त्योमा रहेर चाहिँ काम गर्न सक्छ। तर त्यो बोलपत्रमा लेखेका कुराहरू मापदण्डबाट गाइडेड हुन्छ। त्यो मापदण्ड चाहिँ पुरा गरेछ कि छैन भन्ने कुरा चाहिँ अब अनुगमन गर्ने काम चाहिँ जिल्ला समन्वय समितिको अगुवाईमा म पनि एउटा सदस्य हो पदीय हिसाबले, होइन? त्यो पनि अनुगमन गरेर हेर्ने भयो। र अब अनुगमन गर्दाखेरि त्यसको चाहिँ तलमाथि देखियो, त्यो मापदण्ड पुरा गरेको देखिएन भने अनुगमन समितिले अल्टिमेटली भन्ने सुरक्षा ल्यायो। त्यो कारणले चाहिँ सुरक्षा परिचालित गर्नु परेको अवस्था आएको हो। अब त्यसो हो भने यहाँबाट किन सुरक्षा परिचालित गर्नुभयो त भन्ने प्रश्न चाहिँ एउटा अहम हुनसक्छ। हजुरले कता कतै त्यो जोड्न लाग्यो जस्तो पनि लाग्यो मलाई। त्यो कस्तो हो भने जब अघि भने जवाबदेहिताको कुरा गरेँ नि मैले, होइन? जब जवाब दिँदाखेरि पब्लिक सन्तुष्ट हुँदैन भने एउटा अर्को नेक्स्ट स्टेप लिनुपर्छ हामीले। यसमा पनि सेम त्यही नै भएको कि यति धेरै प्रश्नहरू सोधियो यो विषयमा कि जवाब दिँदा चाहिँ अब जस्तो भनौँ न प्रहरी छ, प्रहरीले काम गर्छ, प्रहरीले काम गरिरहेछ, होइन? प्रहरी गर्दैछ, तपाईँहरू विश्वास मान्नुहोस् भन्दा पनि अब अहिले चाहिँ त्यो कस्तो भने हिजोसम्म त ठेकापट्टा लागेको अवस्था थिएन, होइन? अहिले त 4-5 ठाउँमा ठेका लागेको अवस्था, खुलेको अवस्था छ, स्वीकृत अवस्था छ। यो अवस्थामा अब त्यतिले मात्रै पब्लिक सन्तुष्ट भइरहेको थिएन। अब त जनसन्तुष्ट अनुगमन गर्न जाँदा पनि केही त्यस्तो देखियो हामी सबै जाँदाखेरि। भनेपछि अब चाहिँ यसलाई अलिकति नेक्स्ट लेभलमा चाहिँ यसको सुपरभिजन हुनुपर्छ पनि भन्ने एउटा कुरा हो। र अर्को कुरा के भने जिल्ला समन्वय समिति प्रमुखजीले पनि यसमा निगरानी गर्न, नियन्त्रणको निमित्त चाहिँ सहयोग गरिदिनु न भनेर उहाँले लिखितमा पनि पत्र हाम्रो कार्यालयले पठाउनु भएको छ। त्यो कारणले पनि हो। भनिसकेपछि भइरहेको कुरासँग भन्दा अलि जोड गरिदिनुहोस् भन्ने उहाँको पनि आशय भयो। मिटिङमा पनि त्यो कुरा आयो। त्यो कारणले गर्दाखेरि चाहिँ एउटा छुट्टै यो नदीजन्य पदार्थको गैरकानुनी उत्खनन, बेचबिखन, ओसार पसारमा चाहिँ नियन्त्रण गर्नुको निमित्त भनेर जिल्ला प्रहरी कार्यालयले एउटा छुट्टै टिम बनायो। उनीहरूको टास्किङ नै खोला मात्रै हेर्ने गरी पठाइदिएको छ। त्यसले अहिले राम्रोसँग काम गरिरहेछ र अझै पनि त्यसमा थप गर्नुपर्ने रहेछ भने अझै हामी त्यसलाई अगाडि बढाउँछौँ। अर्को एउटा यसलाई अब निर्ममै जिज्ञासा गर्नु पर्यो कि
खास गरी प्रहरी कार्यालयमा कुनै काम गराउनु पर्यो भने एकदम पैसा नभइकन हुन्न छ। हुन त तपाईँको धेरै कार्यक्रमहरू छ अहिले पनि। अब सबै कुरा तपाईँ भगवान् त होइन कि सबै ठाउँमा CCTV त लागेको छैन कि तपाईँले जानकारी होस्। अहिले पनि यदि महोत्तरी जिल्ला प्रहरी कार्यालयमाथि यो आरोप लगाइयो भने तपाईँले जानकारी नहुनसक्छ कि अहिले पनि प्रहरी कार्यालयमा पैसा नभइकन काम हुँदैन भन्यो भने के भन्नुहुन्छ? होइन, म यो कुरालाई नकार्दिनँ, यसलाई खारेज गर्नको लागि प्रयास पनि गर्दैन। म किन गर्दैन भने म केही त्यसका चाहिँ डाइमेन्सनको कुरा गर्छु। जस्तो अघि सुरुमा मैले भने कि यो आर्थिक अनियमितता संस्कृतिसँग जोडिएको छ भने सारा मान्छे यसमा चाहिँ जोडिया छन् होइन। यसलाई छिट्टै यसरी जिरो बनाइदिन चाहिँ टाइम लाग्छ, टेक्स टाइम। र अब अर्को कुरा सँगसँगै अब यसमा म प्रहरीको विषयमा अलिकति डिफेन्ड मैले गर्नुपर्छ, किनभने आफ्नो पनि मैले त्यो नगर्ने भनेको छु भने जस्तो डिफेन्ड पनि गर्नुपर्ने, जवाब पनि दिनु पर्यो होइन। मैले मेरो पुरा नगर भने गरिरहेछ भन्दाखेरि म जवाब नदिनु पनि मिलेन। यसमा दुईवटा कुरा। एउटा कुरा चाहिँ मैले जस्तो हाम्रो रेगुलर बेसिसमा मिटिङ बिहान हुन्छ हाम्रो यहाँ होइन, 8 बजे 8:30 बजे हामी बस्छौँ। सबै फाँट सबैबाट आउँछ, सबै प्रेजेन्टेसन हुन्छ, के भइरहेछ कसो भएको छ, हिजो कसले के सुन्यो, हिजो कसले कुन कुराहरूको चाहिँ क्रिटिसाइज भयो, हाम्रो कुराहरू कहाँ प्रश्न उठ्यो भन्ने विषयमा गहन छलफल गरेर अब यसमा हेर्नुहोस् है तपाईँहरूले भनेर हामी सधैँ 9 साढे 9 बजीसम्म त्यो बसेर म यो किसिमको चाहिँ सर्ट ब्रिफ गरेर हामी फाट्छौँ। त्यसमा आएका प्रश्नहरू यसरी आएका हुन्छन् होइन, यो कुरा गरिन्छ। अब यसमा चाहिँ प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आएर पैसा माग्यो भन्ने कुरामा चाहिँ म रियरली बिलिभ गर्छु होइन। तर एउटा चिज के देखिया छ भने धेरै ठाउँमा देखिया छ यो कुरा। जस्तो कोही 10 लाख माग्यो, कोही 50,000 माग्यो, कोही 70,000 माग्यो, कोही 4 लाख माग्यो, कोही 3 लाख माग्यो। त्यो माग्ने मान्छेले चाहिँ प्रहरीले नाम जोडेको छ हेर्नुहोस् है, नाम जोडेको छ थुप्रै ठाउँमा। 1-2 जना त थुनिमा हामीले 1-2 जना तपाईँ पनि अवगत हुनु, तपाईँकै गाउँठाउँतिर अलि उतै साइडको पनि 1 जना मान्छे हुनुहुन्छ, उहाँलाई ल्याएर राख्यौँ, पूर्व जनप्रतिनिधि पनि हुनुहुन्छ होइन। एउटा सामान्य मुद्दा मिलाइदिएको खण्डमा चाहिँ 3 लाख रुपियाँ मलाई दिनुहोस् तपाईँले, यो चाहिँ प्रहरीलाई पनि भाग लाउनुपर्छ, मेरो पनि हो भनेर त्यसरी उहाँले उडाइसकेको अवस्थामा पनि यहाँ थुनेर फिर्ता गरेको अवस्था छ। अनि कहीँ चाहिँ 50,000 रुपियाँ प्रहरी कार्यालयसम्म ल्याइदिनुको लागि 50,000 कहाँ मलाई हो त, प्रहरीलाई पनि दिनु पऱ्यो भने त्यसरी पनि लिएको अवस्था, तिनलाई पनि थुनेर त्यो पनि फिर्ता गएको अवस्था छ। कति ठाउँमा चाहिँ मुद्दा छिटै टुङ्गाइदिन्छु भनेर बाहिर धेरै मान्छेले पैसा उठाउँदाखेरि प्रहरीको नाम नमुछेसम्म चाहिँ विश्वास गर्नेवाला छैन। अब यहाँ कोही मसँग आउँछन्, भेट्छन्, फेरि फोटो पनि खिच्छन्, तर म फोटो ब्यान गरिदिएछु मैले कसम, फोटो खिच्ने एक्लै भेट्ने कुराहरू म पहिला पनि यहाँ डिएसपी भएर आउँदा भने मैले यहाँ ब्यान गरेको छु। त्यो एक्लै भेट्ने मान्छे बसिरहेको छ सबैजना, अनि सबै गइसक्यो, तपाईँसँग मेरो एक्लै काम, तपाईँ जानुहोस्, केही भन्नुहोस्, ल म पनि सबै आउनुहोस्, कुरा गर्ने। एक्लै चाहिँ किन कुरा गर्ने, एक्लै कुरा गर्ने भनेको मैले हिसाबसँग भित्र गएर कुरा गरेँ, यसो छ भनेर बाहिर गएर मेनिपुलेट गर्ने, एक्सप्लोइटेसन गर्ने होइन। त्यस्तो पद्धति यति धेरै देखिएको छ नि यो जिल्लामा अहिले पछिल्लो चरणमा देखेको। योबाट अब कतैबाट पनि भएन भनेपछि अब के भयो भने मान्छेलाई त भिक्टिमलाई र अफेन्डरलाई त के थाहा हुँदैन भने प्रहरीसँग कसको के सम्बन्ध छ, प्रहरीले कसरी काम गरिरहेको छ त्यो त थाहै छैन त मान्छे। त्यही त कम्युनिटीमा गएको नि त हामी, यो हो। र फेरि मैले के गरेको छु भने कोही मान्छे कुनै मुद्दामा आउनुहुन्छ भने मान्छे नलिएर आउँछ है, सिधा पीडित आउनुभयो भने म बेटर डिल गर्छु, बेटर सर्भिस दिन्छु म। कोही बिचमा आउनुभयो भने मलाई चाहिँ मन पर्दैन भनेर अहिले लगभग कति मान्छेले छोडी पनि सकेका छन् होइन। केही पहिलाका बिचौलिया जस्ता भन्ने मान्छेहरू त अहिले आएकै पनि छैनन् होइन, कि नयाँ त सिर्जना भइहाल्छन् फेरि होइन, कुनै रूपमा आएर। यो एउटा ठुलो चाहिँ समस्यासँग अहिले हामी गुज्रिरहेछौँ। रिसेन्टली पनि त्यस्ता घटनाहरू भएका छन्, त्यस्ता घटनाहरू ट्याकल गरिरहेछौँ। ट्याकल गर्दाखेरि प्रहरीले हाम्रो कुरा सुनेन भनेर प्रहरीको अर्को लेभलबाट क्रिटिसाइज पनि गरिरहेको छ। फेरि त्यहाँ 70,000 पैसा लगिएको छ, घटना नभनौँ, 70,000 पैसा लगिसक्यो, केस दर्ता गराइदिन्छु भनेर केस हेर्दाखेरि दर्ता गराउने स्थिति छैन। प्योर चाहिँ एउटा दोहोरो चाहिँ ऊ देखिरहेछ होइन। भनेपछि अब त्यो म दर्ता गराइदिन्छु भनेर 70,000 एउटा मान्छेले लिने भनेपछि त अब दर्ता गराउनु भनेको त 70 त भ्यालिड हो, अडिट भयो। अब भने त्यसलाई पनि रोकेको अवस्था। अब यहाँ फेरि त्यसलाई अन्डर इन्भेस्टिगेसनमा राख्दाखेरि के भन्यो भने यो मुद्दालाई प्रहरीले चाहिँ दर्ता गर्न मानेन, कानुनअनुसार पनि दर्ता गर्न मानेन भनेर फोन गराउने अनेक ठाउँबाट फोन गरेर अघि के जिम्मेवार व्यक्तिले आउनुभयो, त्यो पछिल्लो घटनाको गरेर उहाँहरू कन्भिन्स हुनुभयो यो कारणले हो। हेर्नुहोस् यसमा तपाईँले के भन्नुहुन्छ, हाम्रो नाम लिएर मान्छेले चाहिँ समाजमा टोलमा पैसा लिइदिने, खाइदिने, अनि प्रहरी चाहिँ उनीहरू काम गर्दै हिँड्ने पनि त भएन नि त, हामी त बदनाम भयौँ। ल ठिक छ, खाना मन लाग्छ नि तपाईँहरू, मलाई ले प्रहरीलाई होइन भन्नु पनि त सक्नु पऱ्यो नि त। त्यो चाहिँ नभने प्रहरीको नाम जोड्ने
एचआरसँग म भनिदिन्छु भन्ने दर्ता गराइदिन्छु पनि भन्ने इन्सपेक्टर साहबसँग कुरा गर्छु पनि भन्ने अनि त्यसपछि गएर अनि प्रलोभनमा पर्ने अनि पीडकलाई प्रलोभन पर्ने पीडकको मान्छे थुनिदिन्छ भने जति पनि दिने तयार फेरि बरु घटना नगर्नु नि बरु 2-4 झापट नआने हुन्थ्यो नि त 1 लाख रुपियाँ दिनुभन्दा नआन्दा राम्रो भयो नि त सबै पनि भयो मान्छे होइन भनेपछि त्यस्तो खालको एउटा परिस्थिति छ त्यसमा चाहिँ हामी बडा जटिल रूपमा चाहिँ अहिले चाहिँ जोडिरहेछौँ रिसेन्टली पनि भएको छ कि 2-3टा घटना भयो अब त्यतिमा चाहिँ फेरि अर्को अब यसलाई पनि क्रिटिकली हेर न त यो म डिफेन्सिभ हिसाबमा त पनि भन्नु भएन त्यो बनाउनुको लागि पनि कहीँ प्रहरी छ कि त्यो पनि हुनसक्छ नि त हो त्यो बनाउनलाई पनि त्यो त्यसरी किन भने त प्रहरी पनि कुनै न कुनै प्रहरी यत्रा प्रहरीमा 200 जना प्रहरी त जिल्ला प्रहरी कार्यालयमा मात्रै छ 200 जना प्रहरीमा कोही लागि पनि हाल्यो कि भन्ने कुराबाट एङ्गलबाट पनि सोच्नुपर्छ त्यसमा चाहिँ हामी एकदमै सोचिरहेको छौँ बिहान छलफल पनि गर्छौँ प्रहरीले पैसा सर्भिस डेलिभरीमा पैसा मागेर गरेको भन्ने चिजमा चाहिँ अनडिनाइल अनलेस कोही मान्छे आएर मलाई भन्नुभयो अथवा मैले यसरी दिएँ नभन्दासम्म अहिले विश्वास मानिहाल्ने स्थिति छैन खालि एउटा ब्लेम गरेको हिसाबमा आम रूपमा भन्ने कुरा हुन्छ नि त नमागिकन दियो भने नमागिकन त्यो पनि भएन सर्भिस डेलिभरीसँग कस्तोमा मिल्यो भने जस्तो अघि चाहिँ हामीले रिफ्रेसमेन्टको चाहिँ कोही बजेट छैन नि त हैन त्यो म कुरा गरिरहेको त्यो चाहिँ अर्को कुरा हो मैले लेनदेनको त्यसमा पनि फेरि मैले त्यो भनेर त्यो फेरि मैले लगाएको छैन है फेरि त्यो पनि लगाएको छैन एउटा 2टा इभेन्टमा चाहिँ मैले सोसल कम्युनिटीलाई जोडेको छु त्यसमा उहाँहरूको अलिकति पैसा खर्च भएको छ एउटा 2टामा मात्रै यो मैले उताको कुरा गरिरहेको तपाईले चाहिँ यहाँ कुरा गरिरहेको छु कुनै शाखामा काम अब तपाईसँग गर्न आए अनि पैसा दिएन भने कामै हुँदैन भने उसको मानसिकता छ अनि उसले पैसा दियो भने त्यो राख लिँदा गोजीमा हाल्दा कस्तो गलत पूर्ण रूपमा गलत त्यो पाइँदैन सर्भिस डेलिभरी गरे बापत प्रहरीले पैसा लिने भन्ने चिजै गैर कानुनी हो दण्डनीय हो त्यसलाई चाहिँ दण्ड दिनुपर्छ कारबाही गर्नुपर्छ यदिसम्म भन्छु कि म कि हाम्रो प्रहरी नियमले के व्यवस्था गर्यो भने तपाईँले मलाई के उपहार दिनुभयो भने नलिनु भन्छ मलाई कहाँ तपाईँ डेलिभरी गरेको कुरा छोडिदिनु न तपाईँ हामी साथी भयौँ तपाईँले मलाई तपाईँ अहिले जानुभयो वहाँ पटनामा म तपाईँलाई एउटा ल्याइदिन्छु मोबाइल ल्याइदिन्छु सर त्यो पनि वर्जित गरेछ त्यो त तपाईँसँग केही कामै छैन साथीभाइको हिसाबले स्वेच्छाले तपाईँले ल्याउनु खोज्नु भयो नि त त्यो पनि वर्जित गरेछ यो सर्भिस डेलिभरीमा नमागेर दिँदै पैसा लिइहाल्नुपर्छ त्यो पनि कतै पनि भएन गैरमानवीय हो त्यो कुनै एङ्गलबाट त्यो चिजलाई त काट्नु पऱ्यो हामीले त्यही चिजलाई हो हामीले गर्नुपर्ने समाजले पनि त्यही सोचिरहेको छ नि त पैसा नदिएसम्म काम हुँदैन नमाग्दा पनि पैसा दिएपछि काम हुन्छ भन्ने खालको मानसिकता कम्युनिटी सोसाइटीमा अहिले पनि छ नि त त्यसले त्यहाँ हाने हो त्यहाँ र कसैले त्यसमा लगाएको छ भने त्यो खराब हो त्यो प्रहरीले कारबाही गर्नुपर्छ भन्छु त्यो मैले सकेसम्म त्यसलाई चाहिँ उ गरेको छु नियन्त्रण गरेको छु जस्तो लाग्छ मलाई अब अघि भनिहाल्नु भयो म कतिजना सक्ने होइन त्यो हिसाबमा चाहिँ केही भए म त्यस्तो सूचनाहरू भयो मलाई सम्प्रेषण गरिदिनु पनि तपाईँहरूलाई म एकदमै हार्दिक अनुरोध पनि गर्छु त्यो विषयमा त्यस्तो छ भने अब हामी अन्त्यतिर छौँ एउटा दायरामा तपाईँ बाँधिनु भएको छ होइन प्रहरी भएपछि एउटा चेन अफ कमान्डमा चल्ने हो फेरि भने अध्यक्षीय व्यक्ति हुनुहुन्छ एउटा सुझबुझ भएको नागरिक मलाई लाग्छ के हुनुहुन्छ वास्तवमा यो यसरी पनि भइदियो भने झन् बेटर हुन्थ्यो तपाईँलाई लाग्दो केही कामहरू त्यस्तो हाम्रो सङ्गठनको कुरा कि पुलिस डेलिभरीको कुरा सर्भिस डेलिभरीको कुरा गर्नुभयो कि सङ्गठनको रुल्स एन्ड रेगुलेसनको कुरा गर्नुभयो कि कम्युनिटीको एस्पेक्टबाट कुन एस्पेक्टबाट जस्तो मैले भने नि कि तपाईँ बाँधिनु भएको छ यो कुर्सीमा तर हुन्छ नि कि सङ्गठनले नै अलिक यस्तो गरिदिएको भए अलि झन् राज्यलाई लाभान्वित हुन्थ्यो मान्छे लाभान्वित हुन्थ्यो केही त्यस्ता अरू हुन त तपाईँले धेरै कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ तीमध्ये तपाईँले लागेको कि या चाहे भविष्यमै तपाईँले आफ्नो सोचेको कि यो पनि कार्यक्रम एउटा गर्न पाए धेरै राम्रो हुन्थ्यो छ सर थुप्रै छ अब यसमा कस्तो भने एउटा चिज कस्तो हो भने हामीलाई बाँधेर राखेको छ चेन अफ कमान्डले त्यस कारणले प्रहरीले गर्न सकेका छैन भन्ने कुरा पूर्णतया चाहिँ सत्य चाहिँ होइन किन काम गर्नु त गर्न सक्छ नि त तपाईँले गरिरहेको छ नि त होइन गरे पनि छ बोले पनि छ भने पनि छ होइन हामीले भनेर स्थानीय तहले काम पनि गरेका छन् भने त हामी त्यता पनि गइरहेछौँ नि त त्यस कारणले गुड फेथमा तपाईँले सोसाइटीको अपब्रिङ्गिङको लागि बेटरमेन्टको लागि गुड फेथमा काम गर्नुहुन्छ भने केहीले पनि रोक्दैन किनभने मैले भने नि सोसाइटी र कम्युनिटीले अडिट गरिदिने हो भने केही पनि चिज कोही पनि बोल्न सक्दैन त्यस कारण सबभन्दा ठुलो कुरो त्यही भनेर सार्वभौम नागरिक भन्ने कारण त्यही हो नि यदि सोसाइटीले तपाईँ म केही गर्दैछु सोसाइटीले अडिट गरिदियो त्यसमा चाहिँ
अब मैले गर्ने कुराहरू त केही निश्चित रुल्स एन्ड रेगुलेसनभित्र गरेर आउँछु। अब त्यसलाई चाहिँ पब्लिकले अडिट गरिदियो भने अलिअलि यस्तो कुरा हो कि नमान्नुपर्ने, जस्तो यही पनि अल्पसङ्ख्यक कार्यक्रममा पनि मैले कुरा गर्दा कस्तो मेरो सुपरियर सरहरूबाट कस्तो चाहिँ प्रश्न भयो भने अब त्यहाँ के कुरा गर्ने त, के कुरा गर्न पाउँछौ तिमीले, अब कुरा त जे पनि होला, तिमी कति कुरा त बोल्न सक्दैनौ, भन्न पनि सक्दैनौ, गर्न पनि सक्दैनौ, के गर्ने त भन्ने कुरा त भयो नि त। तर पनि मैले त भने नि नगरपालिकालाई गरिदिनुहोस्, विद्युत प्राधिकरणले गरिदिनुहोस् भन्ने मेरो जिम्मा होइन नि त। तर मैले प्रयास गरेँ, त्यो कुरा चाहिँ अडिट मान्छेले माने नि त, एक्सेप्ट गरेँ नि त। मैले एक्सेप्ट गरेँ, केही पनि सक्यो नि। कतिपय कुराहरू यो चेन अफ कमान्डले रोक्या छ भन्ने चिज चाहिँ मान्नुहुन्न, यतिभित्र नै गर्न सकिन्छ। विल पावर भन्यो, किन कन्भिन्स गर्ने भने होइन, बेटरमेन्टको लागि त छोडिदिएको छ नि त। अपराध नियन्त्रण रोकथाम नेपाल प्रहरीले गर्ने भनेर भनेपछि अपराध रोकथाम र नियन्त्रण भनेको त कति विरोध कुरा भन्नु त। तपाईँ जे पनि गर्न सक्नुभयो अनि तपाईँ जे पनि गर्न सक्नुभयो त्यहाँभित्र रहेर, हरेक चिज त अपराधसँग जोडिएको छ नि त होइन। त्यस कारण बाँधे त्यस्तो छैन। तपाईँलाई यस्तो हुन्छ कि एउटा चाहिँ अघि भन्नुभयो नि टाप लगाएकोलाई चाहिँ बग्गी भन्छ, अनि टाप फालेकोलाई चाहिँ अलि भित्र अलिअलि केही भएकोलाई चाहिँ विद्वान भन्छ कि। विद्वान बन्ने कि बग्गी बन्ने भन्ने कुरा हो। बग्गी आफू बन्न थाल्यौँ भने हरेक चिज भनेको अघि भन्नु नि भनेर मात्रै गर्ने भन्ने हुन्छ। अलिकति विद्वान पनि बनाउँ न, अलिकति सोचौँ न भन्ने हो भने देयर आर ह्युज स्पेस, केही गर्नको लागि स्पेस चाहिँ छ एउटा कुरा। अब यो भित्र भएर के चाहिँ गराउन पाए हुन्थ्यो भन्ने कुरामा चाहिँ त धेरै कुरा छ सर। जस्तो भनौँ न, अहिले हामी संसार टेक्नोलोजीमा गइसक्यो। हरेकका हातमा चाहिँ मोबाइल स्मार्टफोन छ, सिटिजन जर्नलिजम सुरु भइसक्यो। तपाईँले मैले कुरा गर्दाखेरि कोही मान्छेले अहिले बाटोमा हिँडिरहेको मान्छेले पनि केही भिडियो देखाएर सयौँ मान्छे हजारौँ मान्छेलाई चाहिँ त्यो डेलिभर गरिदिन सक्छ। सूचना हो जर्नलिजम भने होइन। त्यो एजमा चाहिँ अब हामी यो एजमा बाँचिरहेछौँ भने हामी प्रहरीको सर्भिस डेलिभरीमा टेक्नोलोजीलाई जोड्नुपर्छ, जो हामी एकदमै न्यून रूपमा एकदमै हामी निम्न स्तरमा काम गरिरहेको छौँ। त्यो विषयमा त्यसको धेरै कारणहरू छन्। त्यो कारणहरू त्यो एउटा चाहिँ एउटा गर्नुपर्ने जस्तो लाग्ने चिज भनेको हामी टेक्नोलोजीमा जोडिनु भने मानिलिउँ न डिजिटल पुलिसिङमा जानुपर्छ। जस्तो त्यसको भनाइ के हो भनेर भन्दाखेरि छोटोमा भन्ने हो भने ब्याङ्कमा आजभन्दा हजुर हामी सँगसँगै कन्टेम्पोरेरी पनि हो, आजभन्दा हजुर हामी चाहिँ हाई स्कुलमा पढ्दा एउटा चेक लिएर जाँदाखेरि पैसा पाउन कति घन्टा लाग्थ्यो? 5 घन्टा लाग्थ्यो। पहिला टोकन लग्यो, टोकन हाल्यो, 3 घन्टा 3 बजे आउनुहोस् भन्थ्यो, 3 बजे गयो, फेरि लाइन हुन्थ्यो, यहाँ 4 बज्थ्यो, 500 रुपियाँ निकाल्न दिनभरि लाग्थ्यो। तर टेक्नोलोजी कहाँ पुगिसक्यो अहिले, एकछिन एक विदिन 10 सेकेन्ड हजुरमा 500 रुपियाँ गयो अथवा हजुरबाट ममा आयो भने यो डिजिटल सर्भिस गरायो नि त उसले, कति फास्ट गरायो, कहाँको चिजबाट कहाँ पुर्याइदियो भने। तर हामी चाहिँ हाम्रा निकायहरू जति पनि छन्, प्रहरी पनि भनौँ, अरू पनि कुरा गर्ने, हामी त्यो क्लासिकल शास्त्रीय ढाँचामा छौँ अहिले पनि कि हामी हाम्रो चाहिँ सर्भिस डेलिभरीलाई डिसेन्ट्रलाइज गर्न सकिरहेको छैनौँ। अहिले पनि म कहाँ आउने मान्छे, सर्भिस लिन आउने मान्छे, एउटा चाहिँ चालचलनको लिनको आउने मान्छे सिडिओ कार्यालयबाट ल्याएर यहाँ बसेर फेरि मुचुलो गराएर ल्याएर पढाउनु 2 दिन अहिले पनि लागिरहेछ। उसको 3 दिन लस भएको छ एउटा मान्छेको। त्यो चिजलाई हामी एकै दिनमा 2 घन्टामा गर्न सक्दैनौँ। त्यो सकिन्छ, कतिपय सकिन्छ जब हामी डिजिटल पुलिसिङमा जान्छौँ, प्राविधिक रूपमा सम्पन्न हुन्छौँ। अब यो फेरि जान सकिन्न भन्ने कुरा चाहिँ होइन। किन होइन भने ब्याङ्कको अथाह पैसा छ ब्याङ्कमा, एक क्लिकमा पैसा ट्रान्सफर हुन्छ त गरिदिरहेछ उसले। त्यो रिस्पेक्टर त हाई छ नि ब्याङ्कमा, धन छ त्यहाँ, तर पनि गराएछ भने हामी किन गर्न नसक्ने। एउटा डिजिटल एउटा पुलिसिङ अथवा चाहिँ टेक्नोलोजीलाई प्रहरी सर्भिससँग जोड्नुपर्छ भन्ने एउटा कुरा होइन। अब यसको चाहिँ एउटा मात्रै उदाहरण भन्नुपर्दाखेरि जस्तो सिसिटिभीको कुरा गर्नु सामान्य अहिले प्रचलनमा आएको, जस्तो जहाँ वुहान भन्ने एउटा स्टेट छ चाइनामा, वुहान जहाँ त्यो कोरोना के सायद त्यहीँबाट सुरु भएको होइन कोभिड, त्यहाँ चाहिँ ठ्याक्कै मैले डेटा चाहिँ बिर्सेँ, तलमाथि हुनसक्छ, तर मैले बुझेअनुसार 18 अथवा 25 जना मान्छेमा एउटा सिसिटिभी पर्छ। एउटा सिसिटिभी त्यति सर्भेलेन्स गर्छ भने त्यति धेरै सिसिटिभी त्यहाँ सहरभरि छ क्या। तपाईँ पुलिस सडकमा खट्नै पर्दैन, सब कोठाभित्र बसेर मोनिटर गरिरहेको छ। त्यहाँभित्र पनि एउटा अर्को चाहिँ टेक्नोलोजी छ। अब त्यहाँ कहीँ साइरेन आउने होला, कहीँ हरियो बल्ने होला, कहीँ रातो बल्ने होला, अनि मान्छे दुगुर्ने होला, पैसा के अरे मान्छे प्रहरी पठाउने होला भने त्यो एउटा त्यो सामान्य स्तरको चाहिँ पनि हामीले गर्न सकिरहेको छैनौँ होइन। एउटा टेक्नोलोजीसँग प्रहरीले जोड्नुपर्छ भन्ने कुरा। अनि अर्को कुरा चाहिँ मेरो के हो भने हामी
जनताको नागरिकको सबैभन्दा नजिक रहेर सर्भिस डेलिभरी गर्ने भनेको चाहिँ प्रहरी हो, स्कुल हो, कृषि हो, स्वास्थ्य हो। भने हिजो यो महोत्तरी जिल्लामा हजुरलाई सोध्छु कतिवटा स्थानीय निकाय थियो? 76वटा थियो एकदम। अहिले म हजुरलाई भन्छु मेरो प्रहरी युनिट त्यो 76 स्थानीय निकाय भएको ठाउँमा काम गर्ने अहिले 35वटा मात्र छ। अब त्यो प्रहरी फेरि 9 देखि 12 जनासम्म कम्तीमा त्यति भएको युनिट छ। त्यसले गर्नुपर्ने सर्भिस डेलिभरी कुन रूपमा गर्छ, कुन प्रभावकारितामा गर्छ भनौँ, कुन चाहिँ उसको मोरलमा गर्छ? एउटा ताकत त चाहिने होला नि त मान्छेलाई खट्न गर्न पनि त होइन। भनेपछि के हो भने बुझ्नुपर्ने कुरा चाहिँ के हो भने कम्तीमा महोत्तरीमा 76वटा प्रहरी युनिट हुनुपर्छ। त्यो कम्तीमा हो सर, हुनैपर्छ। किन 76 भनेको त स्थानीय निकाय भनेको त्यति बेलाको त एउटा गाउँपालिका गाउँ विकास समिति हो सानोमा। एउटा गाउँ विकास समिति पनि एउटा पुलिस युनिट नहुने, एउटा वडामा सके त अब अहिलेको यहाँको एउटा वडामा भनौँ न, एउटा त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई होइन। अर्को कुरो चाहिँ मलाई के लाग्छ भनेपछि कम्युनिटीसँग जोड्ने, अब हामी प्रहरी कम्युनिटी पुलिसिङको फेलोसिपमा जानैपर्छ। हामीले सशस्त्र हतियारले सुसज्जित हुने, हामी एकदमै धेरै कोर्सिभ बलको चाहिँ प्रयोग गर्ने। अब जस्तो हुन त नीतिगत रूपमा छलफलहरू भइरहेछन् होइन। जस्तो भनौँ न अहिले हामीले उसकै घटनाको कुरा गऱ्यौँ भने व्रतको घटनाको कुरा गऱ्यौँ भने पब्लिकको पुलिसप्रतिको चाहिँ त्यो चाहिँ एग्रेसन यसलाई हेर्नुहोस् न। भनेपछि एउटा प्रहरी जो समाजमा कुनै पुलिस सर्भिस डेलिभरी गरिरहेको व्यक्तिलाई गोली हान्ने अधिकार दिने कि नदिने, त्यो एउटा कुरा नि। एउटा क्रिएटिभिटी भएको मान्छेलाई जति गरे पनि कमै हुन्छ। हामी अन्तिममा आइसकेका छौँ। अब एउटा कुरा जस्तो समग्र प्रहरीलाई र आम नागरिकलाई तपाईँको तर्फबाट अब राज्यलाई राम्रो बनाउन, माटोलाई राम्रो बनाउन समग्रमा कस्तो गरिदिनुपर्छ? एउटा प्रहरीहरूले पनि र नागरिकहरूले के बुझिदिनुपर्छ? यसमा चाहिँ अलिकति व्यापक रूपमै भनौँ, सबैभन्दा पहिला हामीले के गर्दाखेरि समाज राम्रो बन्छ त भन्ने चिजलाई मनबाट सबले बुझ्नु जरुरी छ। पहिलो कुरा मनबाट बुझ्न एकदम त्यसको क्रक्स बुझ्नु जरुरी छ। जस्तो प्रहरीले भनौँ न, प्रहरीले के गर्दा समाज राम्रो हुन्छ त भनेर प्रहरीले बुझ्ने हो भने पनि एउटै पोइन्टमा पुग्छ प्रहरी। जस्तो कि जो मान्छे राज्यको एक्सेसबाट वञ्चित छन्, जो मान्छे न्यायको पहुँचबाट वञ्चित छन्, जो मान्छे आफूप्रति भएको हिंसाको अन्यायको विरुद्धमा बोल्न सकिरहेको छैन, त्यो मान्छेलाई मूलमा लिएर आउने हो। प्रहरीले त्यसलाई चाहिँ आफ्नो सेवाग्राही बनाउने हो। उनलाई न्याय सम्पादनमा प्रहरी त क्रिमिनल जस्टिस सिस्टमको त प्रहरी त ढोका हो, प्रवेशद्वार हो, उहाँलाई त्यहाँ प्रवेश गराउने हो। त्यसपछि उहाँहरूको पक्षमा प्रहरीले काम गर्ने हो होइन। र यो चिज मुख्य चिज हो जस्तो लाग्छ मलाई। किन समाजको डेभलपमेन्ट नभइकन, समाजको एउटा परिवर्तन नआइकन, समाजमा एउटा सुधार नभइकन, समाजमा समोन्नति नआइकन देश चाहिँ भन्दा पहिला समाजै आउनु पऱ्यो। र त्यो समाज कति बेला समुन्नत बन्छ अथवा कति बेला समाज चाहिँ एउटा भनौँ न समुचित न्यायको उमा पुग्छ भने जति बेला त्यसमा तल तहमा बसेका मान्छे छन् नि, भिडमा बसेका मान्छे, तिनलाई चाहिँ हामीले माथि ल्याउनु पर्छ। त्यो प्रहरीको एङ्गलबाट प्रहरी ल्याउनु पऱ्यो होइन। अब तमाम आम नागरिक त त्यो सोसाइटीमा बस्ने मान्छे त हरेक प्रकृतिको मान्छे छ नि त। व्यापारी छ, पोलिटिसियन छ, स्टुडेन्ट छ, टिचर्स छ, सारा मान्छे त त्यो समाज त एउटा अन्तर्वृत्तिबाट भएको छ। र त्यो चाहिँ त्यहाँका आम समुदाय भनौँ ले त्यो चाहिँ बिलो उमा बसेका मान्छेहरू होइन, हरेक हिसाबले आर्थिक स्थिति, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, इभन राजनीतिक स्थिति पनि त्यो एउटा चाहिँ सचेतना नभएर पछाडि परिरहेका भनेको मूल प्रभावमा हुन सकेका कुरालाई चाहिँ त्यो समाजले हेर्नु पऱ्यो। के गर्दाखेरि उहाँलाई चाहिँ माथि ल्याउन सकिन्छ भन्ने कुरा उहाँले सपोर्ट गर्नुपर्ने हो होइन। प्रहरीले आफ्नो जिम्मेवारी भित्रमा रहेर ती समुदायलाई के गर्दा माथि ल्याउन सक्छ त प्रहरीले
एउटा भनेको एक नम्बरमा भन्नुपर्दाखेरि उहाँहरूले न्यायमा पहुँच बढाउनु पऱ्यो, उहाँहरूलाई चाहिँ उहाँको अधिकारको उहाँको राइट्सहरूको चाहिँ संरक्षण गर्नु पऱ्यो, प्रवर्धन गरिदिनु पऱ्यो। त्यो चिज प्रहरीले त्यसरी सोच्नु पऱ्यो। जस्तो त्यसरी सोच्यौँ भनेपछि मलाई के लाग्छ भने समाजको चाहिँ अपलिफ्टमेन्ट हुन्छ, समाजको बेटरमेन्टमा समाज जान्छ, अनि त्यसपछि बल्ल बोटम साइड अप सिस्टममा चाहिँ काम गर्छ। र न्यायमा पहुँच नभएका, गरिबी भएका, असाक्षर भएका, होइन, तमाम सुख सुविधाबाट वञ्चित भएका मान्छेहरूलाई चाहिँ त्यो चिज दिन सक्यौँ भने उहाँहरू चाहिँ अरूको बराबरमा हुनुभयो। अनि बल्ल न त्यसपछि अनि उहाँहरूले गर्ने काम अनि राज्यको फरमा हुन्छ। त्यस कारणले मैले एउटै मात्र भन्ने चिज भनेको चाहिँ के हो भने हामी प्रहरीको तर्फबाट त्यो चाहिँ कम्युनिटीलाई हेर्नुपर्छ। त्यसलाई हेर्नुपर्छ भन्नुको मतलब एउटा नहेर्ने भने होइन, अरूहरूलाई हेरेर उहाँहरू अलिकति संविधानले भन्यो नि त, पिछडिएका, उत्पीडन परेका, भनौँ न अल्पसङ्ख्यक, यिनीहरूलाई चाहिँ अलिकति थप हेर, अलिक विशेष फोकस गरेर महिला, ज्येष्ठ नागरिक, बालबालिकालाई अलिकति थप बल लगाऊ भनेर त भनेकै छ नि त। त्यो हिसाबले हेर्नुपर्छ जस्तो लाग्छ होइन। त्यो चाहिँ समुदायले पनि त्यसरी हेर्ने, राज्यका निकायहरू, पुलिस प्रहरी सहितका राज्यका निकायहरूले पनि त्यसरी हेर्ने हो भने समाजको चाहिँ विकास हुन्छ। समाजको विकास हुनु भनेको आम रूपमा चाहिँ देशको विकास हो। सिम्पली मैले विधिमाथि भन्नु चाहन्छु। अन्त्यमा कुनै यस्तो लाग्छ कि यो कुरा आउनु पर्थ्यो, धेरै होला, तर एकदमै यो कुरा छुट्यो भने त्यस्तो केही छ भने? अब यसमा चाहिँ अलिकति फरक, प्रहरीभन्दा थोरै फरक कुरा चाहिँ भन्न के चाहन्छु भनेपछि हामी सुरुमा पनि भने मैले हामी पशुभन्दा फरक भएका केही कारणहरू छन्। हाम्रो भाषा एउटा हो, हाम्रो समन्वय एउटा हो, एउटा चाहिँ हाम्रो ज्ञान हो। ज्ञान बढाउने चिजहरू के हुन् त्यो समाजले त्यसलाई फोकस गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। जस्तो ज्ञानले नै मान्छेमा चाहिँ समालोचना, आलोचना, आफ्नो अधिकारप्रतिको सचेत हुने, अरूको अधिकारप्रति सचेत हुने चिज ल्याउने हो। त्यो ज्ञान बढाउनको निमित्त चाहिने चिजहरूलाई चाहिँ सोसाइटीमा सबैले चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। अहिले हामीले भन्नुपर्दाखेरि स्कुल भनौँ, विद्यालय, अघि पनि मैले कुरा गरेँ नि, एउटा चिज छुट्यो भने विद्यालयको कुरा गरौँ, विद्यार्थीलाई र आम अरू अन्य सचेत नागरिकहरूले चाहिँ अलिकति हामीले ज्ञानको चाहिँ भण्डारणमा, ज्ञानको प्राप्तिमा कसरी बढाउन सकिन्छ भन्ने चिजमा चाहिँ कम्युनिटीले ध्यान दिनुपर्छ, स्कुलमा ध्यान दिनुपर्छ, समुदायमा ध्यान दिनुपर्छ। कम्तीमा चाहिँ हामी विकसित देशहरूमा गयौँ भने प्रत्येक टोला मोहल्लाहरू पुस्तकालय अनिवार्य रूपमा रहन्छ। हाम्रो यहाँ कति पुस्तकालय छ, त्यो चिजहरू चाहिँ यसले पनि म्याटर गर्छ होइन। र हामीहरू चाहिँ समग्रमा चाहिँ सबैको अभिष्ट उद्देश्य लक्ष्य एउटै देखिन्छ, चाहे राजनीतिकर्मीको होस्, चाहे कर्मचारीको होस्, चाहे मिडियाकर्मीको होस्, चाहे चाहिँ कोही अभियन्ताहरूको होस्, सबैको चाहिँ उद्देश्य भनेको के हो भने जो मान्छे चाहिँ पीडित छ त्यसलाई न्याय दिलाउने, उसलाई चाहिँ मूल प्रभावमा ल्याउने, उसलाई चाहिँ सस्टेन गराउने होइन भन्ने चाहिँ उद्देश्य त सबैको एउटै हो। तर विभिन्नबाट फरक गएको देखिन्छ। त्यसमा राज्यको थुप्रै रिसोर्सहरू खर्च पनि भएको छ। त्यसलाई कहीँ न कहीँ एउटामा जोडेर चाहिँ एकीकृत रूपमा चाहिँ कहीँ जाने व्यवस्था पनि कतै हुन सक्यो भने मलाई लाग्छ समाजको एकदम छिटो विकास हुन्छ। जस्तो स्थानीय तह र प्रहरी चाहिँ न्यायको चाहिँ एक्सेस बढाउन प्रहरी चाहिँ आउँछ, त्यो न्यायको एक्सेस बढाउनको लागि त तमाम चिज चाहियो नि, त्यसमा चाहिँ स्थानीय तह चाहिँ जिम्मेवार छ। प्रहरी स्थानीय तहलाई जोडेर केही राज्यले काम गराउन सक्ने हो भने एउटा लक्षित वर्गलाई, सबैलाई कुरा गरेन, लक्षित वर्ग त्यसै गर्न सक्यो भने अनि छिटो चाहिँ नतिजा हुन सक्छ, सकारात्मक नतिजा हुन सक्छ। त्यस कारणले प्रहरी भनेको चाहिँ काम गर्न आएको संस्था हो, समाजमा आएर सेवा गर्न आएको संस्था हो, पेड सर्भिस गर्ने हो। त्यो सर्भिस त्यसै गरेको छैन प्रहरी, त्यसमा पेड छ, तल पाएको छ, भत्ता पाएको छ, सुविधा पाएको छ भने उसले त्यो गर्नु नै पर्ने हो होइन। त्यस कारणले प्रहरीलाई काम गराउनु त केही भएन होइन। त्यसरी चाहिँ प्रहरीलाई चाहिँ त्यो चिजहरूमा बढी गराउनुपर्छ। त्यस्ता चिजहरूमा समाजको विकासमा के चिज गर्दा राम्रो हुन्छ भन्ने चिजमा बढी फोकस गराउनुपर्छ। जस्तो भनौँ त्यहाँ चाहिँ राजस्व बरामद तस्करी नियन्त्रण पनि आउला। कसरी आउला भने बच्चा लगाइदिएछ, त्यो नला भन्दाखेरि त आयो नि त होइन। यतापट्टि हामीले चाहिँ एउटा सँगसँगै काम गऱ्यौँ। अनि फोर्सफुल्ली गर्नुपर्ने, इन्टरभेन्सनल रूपमा गर्नुपर्ने काम त प्रहरीले गर्न सक्यो, अरू कम्युनिटीले भन्दा प्रहरीले रोक्न सक्यो, आइडेन्टिफाई गर्नुपर्छ, पक्राउ गर्न सक्यो आवश्यकता पऱ्यो भने। त्यसरी चाहिँ जानुपर्छ जस्तो लाग्छ। तर हामी चाहिँ अलिकति प्रहरी पनि अलिक शास्त्रीय ढङ्गबाट काम गर्न चाहिँ
रुचाउनु किन मान्छे कोही पनि मान्छे व्यक्ति यथास्थितिमा रहन चाहन्छ नि त परिवर्तन बडा गाह्रो हुन्छ नि होइन बडा उ गर्नुपर्छ तर अब समाजमै जहाँ छ त्यहीँको त्यहीँ भन्न चाहन्छ होइन जे चिज चलायो त्यही चिज चलाउन चाहन्छ होइन त्यस कारण यो बेटरमेन्ट सोसाइटीको बेटरमेन्टको लागि चाहिँ समाज र प्रहरी समाजका अगुवा र प्रहरीका चाहिँ जिम्मेवार व्यक्तिहरू चाहिँ सँगसँगै जाने हो भने समाजलाई हामीले सोचेभन्दा छिटो विकास गर्न सक्छौँ र त्यो भयो भने समग्रमा देशको विकास हुन्छ जस्तो लाग्छ। हामीले समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। हस् यहाँहरूले पनि अब त्यो समय आफ्नो कुराहरू केही व्यावसायिक कुरा केही व्यक्तिगत कुराहरूले मौका दिनुभयो त्यसको लागि यहाँहरूलाई धन्यवाद। दर्शक महानुभाव महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लजीसँगको कुराकानी यहाँले सुन्नुभयो। अन्तर्वार्ता लामै भएकोले हामीले 4 भागमा यो अन्तर्वार्ता प्रस्तुत गर्यौँ। तपाईलाई यो अन्तर्वार्ता कस्तो लाग्यो आफ्नो विचार कमेन्टमा राख्नुहोला। हामीलाई अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। धन्यवाद।